तपाईहरू सम्पूर्णलाई ख्रीष्ट अभिवादन जय मसीह। म आशा गर्दछु कि तपाईहरू सबै ख्रीष्टको अनुग्रहमा आशिषित हुनुहुन्छ। आज म तपाईहरूको माझ दशंशको विषयमा सन्देश लिएर आएको छु। कृपया ध्यान दिएर अन्तसम्म सुन्नुहोस् होला। दशंश अर्पण। दशंश दिने कुरामा विश्वासयोग्यता परमेश्वरलाई आदर गर्नु हो। बाइबलले स्पष्ट रूपमा सिकाउँछ कि दिनु भनेको हाम्रो आराधनाको महत्त्वपूर्ण अङ्ग हो। दिने सबै रूपहरूमध्ये दशंश अर्पण अर्थात् आम्दानीको 1/10 भाग परमेश्वरको योजनामा विशेष स्थान राख्दछ। मलाकी 3 अध्यायको 10 पदमा परमप्रभु भन्नुहुन्छ, सबै दशंश भण्डार गृहमा ल्याऊ। यस पदले हामीलाई बताएको अनुसार कि दशंश दिनु कुनै सुझाव मात्र होइन, तर विश्वासयोग्यतामा आधारित ईश्वरीय आज्ञा हो। दशंश शब्दको अर्थ नै आम्दानीको 1/10 भाग हो। लेवी 27 अध्यायको 30 पद अनुसार हामीले प्राप्त गर्ने सबै कुरामध्ये 10औं भाग प्रभुको हो। सुरुदेखि नै परमेश्वरका जनहरूले यो सिद्धान्त अभ्यास गर्दै आएका छन्। उत्पत्ति 14 अध्यायको 18 देखिको 20 पदमा हामी अब्राहमले परमप्रधान परमेश्वरका पुजारी मल्कीसेदेकलाई आफ्नो सम्पत्तिको दशंश दिएको देख्छौं। यसले हामीलाई बताइरहेको छ कि दशंश केवल दान होइन, यो परमेश्वरको भाग हो, पवित्र रूपमा अलग गरिएको अर्पण हो। दिने कुरा गर्दा हामीले पहिला स्वामित्व बुझ्नुपर्छ। भजन सङ्ग्रह 24 अध्यायको 1 पदले भन्छ, पृथ्वी र त्यसमा भएका सबै कुरा परमेश्वरकै हुन्, हामी मालिक होइनौं, हामी त केवल भण्डारे हौं। पहिलो कोरिन्थी 4 अध्यायको 2 पद अनुसार भण्डारेहरू विश्वासयोग्य हुनुपर्छ। हामी परमेश्वरलाई धनी बनाउन दशंश दिँदैनौं, किनकि सबै कुरा पहिल्यै उहाँकै हो। हामी दशंश दिन्छौं किनकि हामी हाम्रो जीवन र स्रोतहरूमाथि उहाँको प्रभुत्व स्वीकार गर्छौं। दशंश दिनु आज्ञाकारिताको कार्य पनि हो। व्यवस्था 12 अध्यायको 5 देखिको 7 पदमा आराधनामा अर्पण लिएर परमेश्वरको सामु आउनुपर्ने कुरा उल्लेख गरिएको छ। मलाकी 3 अध्यायको 8 पदमा परमेश्वरले कडा प्रश्न गर्नुहुन्छ, के मानिसले परमेश्वरलाई लुट्न सक्छ? यी पदहरूले हामीलाई तालिम दिन्छ कि दशंश नदिनु केवल आर्थिक समस्या होइन, तर आज्ञाकारिता र विश्वासको विषय हो। जब हामी दशंश दिन्छौं, हामी पैसाभन्दा बढी परमेश्वरमाथि भरोसा राखेको घोषणा गर्छौं। परमेश्वरले विश्वासयोग्य भएर दिनेहरूलाई आशिष दिने प्रतिज्ञा गर्नुभएको छ। मलाकी 3 अध्यायको 10 देखिको 12 पदमा उहाँले स्वर्गका झ्यालहरू खोलिदिने र मापभन्दा बढी आशिष खन्याउने भन्नुभएको छ। हितोपदेश 3 अध्यायको 9 देखिको 10 पदले हाम्रो सम्पत्तिबाट प्रभुलाई सम्मान गर्न सिकाउँछ र हाम्रो आवश्यकता पूरा हुने आश्वासन दिन्छ। यी आशिषहरू आत्मिक उन्नति, भौतिक प्रबन्ध, ईश्वरीय सुरक्षा र स्वर्गीय मनको शान्तिको रूप इत्यादि। येशू ख्रीष्टले स्वयं दशंशको सिद्धान्तलाई स्वीकार गर्नुभएको छ। मत्ती 23 अध्यायको 23 पद र लुका 11 अध्यायको 42 पदमा उहाँले दशंश दिने अभ्यासलाई स्वीकार गर्दै हृदयको मनोभाव सुधार्न जोड दिनुहुन्छ। येशूले दशंशलाई अस्वीकार गर्नु भएन, बरु उहाँले शुद्ध हृदय र आज्ञाकारिताबाट आएको दिनु आवश्यक छ भन्नुभयो। नयाँ करारमा दिनुको अर्थ अझ गहिरो रूपमा प्रस्तुत गरिएको छ। दोस्रो कोरिन्थी 9 अध्यायको 6 देखिको 7 पदमा प्रेरित पावलले परमेश्वर खुसी साथ दिने मानिसलाई प्रेम गर्नुहुन्छ भनी सिकाउनुहुन्छ। प्रेरित 4 अध्यायको 32 देखिको 35 पदमा प्रारम्भिक मण्डलीले सो इच्छाले दिएर परमेश्वरको काम र एक अर्काको आवश्यकतामा साथ दिएको देखिन्छ। यसले हामीलाई देखाउँछ कि दिनु जबरजस्ती होइन, तर खुसी, इच्छा र विश्वासका साथ हुनुपर्छ। दशंश अर्पणको उद्देश्य स्पष्ट छ। यो परमेश्वरको घर र उहाँको सेवामा लागेका सेवकहरूलाई समर्थन गर्नका लागि हो। गन्ती 18 अध्यायको 21 पद र पहिलो कोरिन्थी 9 अध्यायको 13 पददेखिको 14ले दशंश परमेश्वरको सेवा कार्य चलाउन प्रयोग हुने कुरा बताउँछन्। जब हामी दशंश दिन्छौं, हामी परमेश्वरको राज्यको काममा सहभागी दिन्छौं। अन्त्यमा येशूले लुका 16 अध्यायको 10 पदमा भन्नुहुन्छ, सानो कुरामा विश्वासयोग्य हुने ठूलो कुरामा पनि विश्वासयोग्य हुन्छ। अन्तिम दशंश यो पैसाको कुरा होइन, यो विश्वास, आज्ञाकारिता र परमेश्वरलाई सम्मान गर्ने विषय हो। जब हामी परमेश्वरलाई हाम्रो दशंश दिन्छौं,
बाँकी 90 भागमा उहाँको आशिष निम्त्याउँछौँ र उहाँलाई हाम्रो विश्वासयोग्य प्रबन्धकको रूपमा भरोसा गर्छौँ। धन्यवाद।